राइजिङ न्युजमा हजुरलाई सबैलाई फेरि स्वागत छ। भ्युअर्स, हामीहरूको बिचमा कार्बी आङ्ग्लोङ क्षेत्रको सुकञ्जन नेपाली बस्तीनेरि यहाँनिर एउटा धेरै दुःखदको हादसा भएको हाम्रो एकजना चेलीबेटीको दुर्व्यवहार भएको एउटा सस्पेक्ट भएकोमा फेरि यहाँ आज छु। र भ्युअर्स, हामीहरूको बिचमा उहाँको फ्यामिली हुनुहुन्छ र हाम्रो जुन चेलीबेटीको मैले कुरा गरिरहेको छु उहाँको नाम चाहिँ पूजा शर्मा हो। र उहाँको माथि आज हाम्रो पीडितको बाबा पनि हुनुहुन्छ हाम्रो बिचमा। र उहाँलाई हामीले कुनै कुराहरू सोध्न चाहन्छौँ, यो जुन हादसा थियो यो कसरी सुरु भयो र कहाँदेखि सुरु भयो र यो कुरा अहिलेसम्म कहाँ तक पुगिरहेछ, यो विषयमा हाम्रो जुन चेलीबेटीको पिताजी हुनुहुन्छ उहाँसँग पनि हामीले कुराहरू गर्छौँ। सर्वप्रथम त हजुरहरू सबैलाई मेरो नमस्कार। अनि यति धेरै दुःखको घडी छ होइन, हाम्रो बाबाहरूलाई पनि मैले यो सवाल सोध्नलाई पनि मैले एकदम धेरै दुःख मानेर सोधिरहेको छु, किनभने कुनै घरको चेलीबेटी आज नहुँदाखेरि बाबालाई कति पीडा भएको छ हाम्रो त्यो भलिभाती हामीले बुझ्न सक्छौँ। सर, हजुरले यो भन्नुहोस्, जुन हाम्रो पूजा शर्मा हुनुहुन्छ उहाँ तपाईँहरूको छोरी हुनुहुन्छ, यो घरको छोरी हुनुहुन्छ, यो जुन हादसा भयो यो कसरी भएको थियो सर? तपाईँले के जानकारी भेट्नु भएको थियो र कसरी भयो? यी घरमै हुँदाखेरि यो हादसा भएको कि बाहिर जाँदाखेरि भएको थियो कि सर? यसको बारेमा अलिकति हामीलाई भनिदिनुहोस्। यो घरमा त होइन, बाहिर भएको थियो। हामीलाई त यही मान्छेसँग डाउटफुल छ। यही मान्छे भनेको यही मान्छे कुन मान्छे? त्यही घरबाट भेटियो यस्तो चिजहरू। त्यही घरमा 8 दिनसम्ममा छुपेर लुकेर छेउछेउमा यहाँ लुकेर छुपेर बसेर त्यो दिन बिहान आत्महत्या हुने दिनको बिहान थाहा पाएर घरमा उसले खबर दिनाले गर्दा लिएर आउन पाएन। 1 घण्टाको बादमा मेरो छोरीको आत्महत्या भयो र हामीलाई हाम्रो सबलाई मतलब त्यही मान्छे हो भन्ने ठुल डाउट हामीलाई यही लागिरहेछ। र मेरो छोरीलाई अब यसलाई कसो गर्दा ठिक हुन्छ यो हजुरहरूले जोड गरिदिनुहोस्। यसलाई न्याय पाउनु परेको हुनुपर्छ। हामीलाई न्याय यसको कस्तो के गर्दा हुन्छ, यसलाई कसरी टाइट लाउने, यसलाई कसरी टाइट गर्दा हामीले यो चिज उयो हुन्छ हजुरहरूले पनि जोड गरिदिनु। हामीले त अब यही भन्दै अरू के भन्नु छ। र यसलाई हामीले न्याय चाहिँ मजाले पाउनुपर्छ। न्याय कुरा जानकारी छिटो पाएदेखि राम्रो हुन्थ्यो भनेर यही भन्न चाहन्छु म। सरले जस्तो भन्नुभयो हाम्रो मानिकको नाम लिनुभयो एकजना है, एकजना व्यक्ति मानिकको नाम लिनुभयो। र सर, हजुरलाई के लाग्छ कसरी गरेर उनको माथि हजुरलाई एकदम सस्पेक्ट भइरहेछ? उनको माथि सस्पेक्ट उसको घरमा यो चिज हाम्रो छोरी चेलीबेटीलाई भेटियो। उनको घरमै भेटेको? उसको घरमा यो हादसा हुने दिनमा उनको 19 तारिकको दिन उसको घरमा मेरो छोरीलाई त्यहाँ भेटियो। भेट्दाखेरि उसले आएर यहाँ घरमा खबर दिँदाखेरि अनि फोन गरेको थियो अरे आमालाई फोन गर्दा आमा जानुभएको थियो त्यहाँ एकजनाको मलामी भन्नुको जग्गा मान्छे मरेको जग्गामा मलामी जाँदाखेरि अगरबत्तीहरू लिएर जाँदाखेरि त्यहाँ पुगेर आउँछु छोरी त किन यहाँ यस्तो गरेको बसेको त के हो भनेर भन्दाखेरि अनि हो त्यही भएर अनि आमा पनि त्यहाँ गएर आउँदा अलिक ढिलो भयो। ढिलो हुँदाखेरि 2 घण्टाको बादमा हाम्रो छोरीको परनको हामीले त्यहाँ छोरीलाई देख्न नै पाएन। छोरीको सास छैन घरमा, मेरो घरमा लिएर पुऱ्याउन पाएन। आमाले हस्पिटल लान्छ भनेर उठाएर लिएर आउँदै यहाँ पुग्न पाउँदा मेरो छोरीको आत्महत्या भयो। यो जुन मानिक भन्नुभयो उहाँको घरमा हाम्रो पूजालाई भेट्यो होइन, उहाँको देख्यो उहाँले। र सबैभन्दा सर्वप्रथम चाहिँ हजुरआमाले देख्नुभयो। र हजुरले देख्दाखेरि चाहिँ उहाँ कुन चाहिँ हालतमा थिए? चोट लाग्यो भनेर म लडेँ भने के भएर लडिस्? घर आउनुपर्छ, त्यहाँ छ घर किन नआएको? म त अन्त हिँड्ने अब अगरबत्तीको बुझेर म अहिले आउँछु होइन तपाईँ आउनुपर्छ। यो जुन मामला छ यो बोकाजन थानामा छ र हाम्रो खुदै सब डिभिजनल पुलिस अफिसर रोस्तम राज ब्रह्मा पनि यसमा इन्भल्भ हुनुहुन्छ र उहाँले पनि हाम्रो माथि विश्वास छ। उहाँहरूले राम्रोसँग काम गरेर आउनुहुन्छ आउने दिनमा पनि, र हामीले डिसपोइन्ट गर्नु न उहाँले। त्यसै गरी हाम्रो बिचमा जुन बाबाहरू हुनुहुन्छ उहाँ चाहिँ बाबा हुनुहुन्छ र उहाँ चाहिँ आमा हुनुहुन्छ, उहाँ चाहिँ हजुरआमा हुनुहुन्छ, पूजा शर्माको फ्यामिलीहरू हुनुहुन्छ। र यो जुन हादसा छ एकदमै धेरै दुखित हो। र हजुरहरूले कुन चाहिँ दिनमा यो एफआइआर दिनुभएको र यो हादसा चाहिँ 19 तारिकमा भएको, 19 अप्रिलको दिनमा भएको, अनि यो एफआइआर चाहिँ हजुरहरूले कुन दिनमा दिनुभएको? 24 तारिकको दिनमा भनेपछि 4-5 दिन पछाडि 23 तारिकको दिनमा दिनुभएको। आज यो भिडियो रेकर्ड चाहिँ 24 तारिक हुँदैछ। र यो किन यत्रो ढिलोसम्म तपाईँले
एकदम चुपा लागेर बस्नुभएको? किन तपाईँले एफआइआर चाहिँ उतिखेर नदिनु भएको वा एक दिन पछाडि किन नदिनु भएको? किन यत्रो ढिलो? एउटा अब त्यो मरेको दिनको अब यताउति कुदाकुदी भयो। त्यसको भोलिपल्ट उता टिम्पू लगेर पोस्टमार्टम त्यता उतै कुदाइ त्यहाँ लिएर आउँदाखेरि बेलुका 5 बज्यो, जलाउँदा साँझै पर्यो। त्यहाँ रातिको कुरो आएन। अनि भोलिपल्ट बिहान फेरि म बिहान भाइले लिएर गएर शालिग्राम सरलाई भन्ने मैले, सर त्यस्तो चुलाएर किन बस्नुभयो तपाईँको, हाम्रो नेपाली समाज छैन भन्दाखेरि ठिक छ चाहिँ म आउँदैछु। त्यहाँबाट आएर यहाँ उहाँहरूले आएर यहाँ गएर सबैलाई फोन गरेर त्यहाँबाट जनाएर उहाँबाट गरेको ठानामा 3 दिन लाग्यो हाम्रो अलिक। अब हामी पनि अब सबै त्यति जान्ने छैनौँ। उहाँ आमाले अब कोही कसैलाई भन्न सक्नु भएन छ, बोल्न सक्नु भएन छ। त्यो सर त हिँड्नु त मेरो छोरी हराएको छ भनिदिनु भने त्यतिमा ठुलो काम हुन्थ्यो। एउटा मेरो भनाइ चाहिँ यतिमा। त्यही पनि अब आफ्नो घरबाट अब घरमा यसो हात भइसकेपछि घरको आमा बाउ नै मजाले आउनु भएन, अगाडि बढ्नु भएन भने त्यसमा यो निश्चय छ कि गाउँबाट पनि हजुरले सपोर्ट भेट्नु हुनु छैन। किनभने घरबाट आउनु पर्यो नि त हजुरको घरमा। हजुरले भन्नुपर्छ गाउँको कुनै बुद्धिजीवीहरूलाई होइन भन्नुपर्छ। र त्यसैले यसमा क्रिटिसाइज गर्ने कुरा पनि आएन है, यो एउटा एकदम नराम्रो हादसा पनि भइरहेछ। यो जुन चाहिँ केस छ, मैले फेरि पनि भन्दैछु कानुनको नजरमा छ। हजुरहरूले प्रशासनहरूलाई के बिन्ती गर्न चाहनुहुन्छ यो केसको माथि, प्रशासनको माथि, पुलिसहरूको माथि हजुरले के बिन्ती गर्न चाहनुहुन्छ? हामीलाई त अहिले यही छ कि यसलाई यस्तो यो मान्छेलाई त सजा जस्तो हाम्रो छोरीले जस्तो कस्तो किसिमले सजा पाएर यो भएको छ हो त्योभन्दा कडा सजा पाउनुपर्छ भनेर यो यस्तो छ। हामीलाई नभए यसकै माथि डाउटफुल छ हामीलाई, यसकै हो यो भनेर हाम्रो छोरीले जस्तो कडा सजा पाएर त्योभन्दा कडा सजा पाओस् भन्दै अन्य जाति हामी एउटा नेपाली जातिको छोरीलाई आज यस्तो हातपात भयो के भयो र पनि आज यो छोरीलाई यस्तो कडा भएर यस्तो अचानकमा के भयो त्यो भोलि त्यसलाई त्योभन्दा कडा सजा पाउँछ भनेर म यही आश गर्छु। छिटोभन्दा छिटो यो हुनुपर्छ भनेर हजुरहरूलाई म यही बिन्ती गर्दै चाहन्छु। सर मेरो लास्टमा एउटा सवाल छ फेरि पनि, हजुरलाई के लाग्छ हजुरको छोरीको माथि जुन यो हादसा भयो यो चाहिँ एउटा नेचुरल डेथ भनिन्छ होइन, जो आफै कुनै बिमारी भएर रोग भएर बितेको हो कि के भएर बित्यो? किनभने हजुरको छोरीहरूलाई हजुरभन्दा राम्रोसँग कोही पनि जान्दैन यहाँनिर। र हजुरलाई के लाग्छ हजुरको छोरी कस्तो खालको थिइन् र उहाँले आत्महत्या गर्ने खालको पनि थिइन् कि न उहाँले केही नेचुरल डेथ्स पनि भयो कि न उहाँको माथि मर्डर नै भएको हो कि के लाग्छ हजुरले? यो मर्डर केस पनि हुन सक्छ हो। यो अब हामीलाई मेरो छोरीमाथि त हामीलाई त केही छैन, यत्रो सालसम्म अलिकति केही त हामीलाई पनि थाहा हुनु पर्ने नि त, केही थाहा छैन आजसम्म। ठिकै थियो 1-2-3 दिनभित्र 1 हप्ताभित्रमा त्यसको घरमा भेट्यो र त्यसको शरीरमा चोट दागहरू सब हुँदाखेरि त मादरै भएको जस्तो लाग्यो। त्यो चाहिँ अब मादर भयो कसरी यो सब त अब हामीले पनि सम्पूर्ण जान्ने हो र पनि यो मादर चाहिँ भएकै हो जस्तो लाग्यो हामीलाई। संख्या त्यस्तै छ, चोट दागी उसको चेडामा आँखामा यस्तो चिजमा सब दागी हुँदाखेरि पक्का त्यसलाई मादर भएको हो भनेर यो शङ्का हामी गरिरहेका छौँ। धेरै धन्यवाद हजुरले आफ्नो बयान दिएकोमा। अनि हामीहरू धेरै जल्दी नै उम्मेद गर्छौँ हाम्रो चेलीबेटीको माथि जुन यो हादसा भएको छ यसको माथि पोस्टमार्टम रिपोर्ट धेरै चाँडोभन्दा चाँडै आएर हाम्रो चेलीबेटीले न्याय पाउँछन् भनेर हामीले उम्मेद राख्छौँ। र हामीहरू पनि हाम्रो तमाम पत्रकारको तर्फबाट खट्टरी प्रेस क्लब भयो वा डिफु प्रेस क्लब भयो हामीहरू सबैबाट पनि हामीहरू पर्सनली हाम्रो प्रशासनहरूलाई पनि रिक्वेस्ट र बिन्ती गर्न चाहन्छौँ। यो मामलामाथि हजुरहरूले पनि एकदम धेरै एकदम राम्रोसँग हेरिदिनु होला। हामीहरू बेला बेलामा आएर यो केसको माथि अपडेट पनि लिन्छौँ हजुरहरूसँग र हामीलाई उम्मेद छ हजुरले राम्रोसँग काम गर्नुहुन्छ यो केसमा र हामीलाई हाम्रो चेलीमाथि जुन यो आज हादसा भएको छ यसको विषयमा जल्दी हजुरले जस्टिस दिनुहुन्छ। धन्यवाद छ। ल दर्शकबिन आज हामीहरू अहिले यतिखेर हाम्रो आक्सुको प्रतिनिधि पनि हुनुहुन्छ हाम्रो बिचमा र उहाँहरूको पनि हामीहरू राय लिन चाहन्छौँ। यो जुन हादसा हाम्रो सुगन्जन नेपाली बस्तीको चेली एकजना पूजा शर्माको नाममा उहाँको माथि जुन एउटा हादसा भयो हो यो कुरा पनि हो कि यो पोस्टमार्टममा अहिले पनि आएको छैन पोस्टमार्टम रिपोर्टको के भयो यसको विषयमा हामीहरू कन्क्लुजनमा अहिले आउन चाहन्न। हामीहरू त्यो पनि उहाँ हामीहरू आक्सुको प्रतिनिधि हुनुहुन्छ, उहाँ सरको हामीहरू ओपिनियन लिन चाहन्छौँ। सर यो विषयमा हजुरले के भन्न चाहनुहुन्छ?
हजुर, हामीले थाहा पायौँ आक्सु काभ्रेपन जिल्ला समिति हामी नवनिर्वाचित समिति हौँ र हामीले थाहा पायौँ 19 तारिकको दिनै गोर्खा सुखञ्जनमा एकजना गोर्खा चेलीलाई अलिकति यस्तो उस्तो भएर हत्या भयो भन्ने खालको कुरा बुझ्न जाँदाखेरि हाम्रा सेक्रेटरी साहब र सांगठनिक सचिव लगायत अन्य शाखाका अञ्चलिकका भाइहरू पनि आएर थानामा बुझ लिनुभयो र त्यसपछि हामीले थाहा पायौँ हाम्रो चेलीको माथि कोही पीडा भएको रहेछ। त्यो विषयमा लिएर हामीहरूले पुलिसलाई पनि हामीले इन्क्वायरी गर्नलाई हामीले दबाब दियौँ र पछि हामीले थाहा पायौँ धेरै समयपछि यो विषयलाई चाहिँ घरको व्यक्तिहरूले कुनै एफआइआर प्रदान गर्नुभएको रहन्छ। त्यस विषयमा आएर फेरि हामीहरूले आक्सु जिल्ला समितिले आएर आञ्चलिकहरूको भाइहरूको साथमा गएर एफआइआरको विषयमा हामीले डिस्कस गऱ्यौँ। विभिन्न ठाउँमा हामीहरूले तन्न विभिन्न गरेर हामीले ठाउँहरू हेऱ्यौँ कसरी के भएको घटना दुर्घटना र उक्त चिज अहिले पुलिसको कस्टडीमा चलिरहेछ। अहिले यो केस जो टोटली अब चाहिँ पुलिसले हेर्दैछन्, उहाँहरूले हेर्दैछन् र हाम्रो प्रशासनले हाम्रोमा यति पनि विश्वास छ उहाँहरूले राम्रोसँग हेर्नुहुन्छ भनेर। र त्यही पनि सर हाम्रो जातिको मान्छेहरूको लागि अब चाहिँ किनभने धेरै मान्छेले विभिन्न मान्छेहरू छन् हाम्रो जातिबाट, उहाँहरूलाई हजुरको तर्फबाट के सन्देश छ सर यति बेला? हेर्नुहोस्, हामीहरूको जातिलाई हामीले नै बचाउनु छ र आफ्नो घरलाई पहिले आफूले हेर्नुपर्छ। त्यस्तै आफ्नो चेली बेटी आफ्नो जुन परिवारका सबै जति पनि मेम्बरहरू हुनुहुन्छ सबैले आफूले फर्स्ट टाइम आफ्नो घरको व्यक्तिहरूले मुरब्बीहरूले अलिकति हेर्नुपर्छ विशेष गरी, किनभने उहाँहरूको एउटा पाइलोले भोलिको दिनमा एउटा जाति अथवा एउटा घरलाई बर्बाद गर्न सक्छ होला। त्यसको लागि हामी अलिकति पाइला चल्दाखेरि ती घरको चिजहरू पनि हेर्नुपर्छ र अभिभावकहरूले यी चिजहरूलाई मन्थन गर्नुपर्छ। धन्यवाद सर।